र सम्पूर्ण साथीहरुमा नमस्कार। आज हामी हाम्रो विद्यालय श्री अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मौरी घरलाई यो भइराखेको घर जीर्ण भएको हुनाले अर्को नयाँ घरमा शिफ्ट गर्दैछौँ। हामीले यहाँ नयाँ घरको लागि यो घरलाई चाहिँ मौरीको लागि सफा गरेर राखिसकेका छौँ। अब हामी यो घरबाट फ्रेमहरु माथिल्लो फ्रेमहरुमा त बसिया छैन मौरीहरु खासै, तर तल्लो फ्रेममा मौरीहरु एकदम ज्यादा मौरी भएको हुनाले हामीले अब यो तपाईहरुलाई यो प्रोसेस सुरुबाट अन्त्यसम्म मौरी घर कसरी सार्ने अथवा मौरी घर फोर्न पर्यो भने कसरी मौरी घरलाई फोर्ने भन्ने तरिका सिकाउन गइराखेको छु। यो भिडियोलाई अन्त्यसम्म हेर्नु होला। तपाईहरुले यो मौरीसँग सम्बन्धित जानकारी पाउनुहुनेछ। ल साथीहरु, अब हामीले यो घरबाट हामी यी छाउरा कक्षमा रहेका फ्रेमहरुलाई नयाँ घरमा शिफ्ट गर्दैछौँ। हामी यी छाउरा कक्षमा रहेका फ्रेमहरुमा त शिफ्ट गर्दैनौँ। रानी मौरी छ कि छैन, रानी कोष छ कि छैन पनि हेर्छौँ। यदि रानी कोष रहेछ भने र नयाँ रानी बन्ने क्रममा रहेछ भने हामी घर पनि फोर्नुपर्ने हुन्छ। त्यसैले हामीले अर्को एक्स्ट्रा घर पनि तयारी अवस्थामा राखेका छौँ। साह्रै दुःख पाइहाल्नु। दोस्रो निकाल्दैछौँ है सन्दीप सर हामीले। छैन, लार्भा पनि छैन, मह पनि छैन। अहिले यो सिजन होइन नि त, अब सिजन हुनु बिचारी हामीलाई त उडेर गएको छ। हेरौँ न, छुट्टा छुट्टै हेरौँ न। रानी हेर्न मन लाग्यो मलाई। यहाँ रानी हामी सार्दैछौँ है सन्दीप सर। हजुर, यता देखाउनु होला। देखाइरहेको छु, जुम गरी गरी देखाइरहेको छु। सार्दैछौँ हामी। यो सँगसँगै हामीले रानी पनि हेर्दैछौँ, रानी कोष छ कि छैन भनेर पनि हेर्दैछौँ। यसमा पनि रानी पनि छैन कि सर। यो घर बनाउने खाने हिँडी जाँदो कि जस्तो लाग्छ। यो सिजन होइन सर। बच्चा त हुर्कायो नि सर अहिले यति बेला। तर यो एउटा पनि थिएन कि हामीले राखेको बेला यत्रा त बनायो है। ल हेर्नुहोस्, यो रानी कोष यहाँबाट सन्दीप सर। हजुर, रानी कोष यहाँ बन्दैछ है। हजुर है, रानी कोष यस्तै गाईको थुन जस्तो हुन्छ होइन। यहाँबाट अब बन्दै गरेको हो वा निस्किएको जस्तो छ नयाँ रानी है। नयाँ निस्कियो वा देखिन्छ। दुईटा रानी भएको भए त घर फुटिसक्नु पर्ने यो सर होइन। बन्दै भालेको सङ्ख्या बढिसक्यो। यो सबै छ नि सर, यो कालो कालो। हजुर, जानुहोस्, यो कालो यिनीहरू छ नि। फेरि यो चाहिँ भाले मौरी है। मेलिफेरा जातको मौरी है साथीहरू। सेरेना जातको हाम्रो अर्को घरमा छ, यो मेलिफेरा हो। यो चाहिँ उडेर जङ्गलमा आएर बसेको, हामीले छोपेर ल्याएर यहाँ राखेको हो। यो फ्रेमलाई पनि साथी, तर यो फ्रेम हुने हो नि सर, अप्ठ्यारै फ्रेम त नमिलेकै साइजै नमिलेको। बबनले बनाउनु छ नि सर है, त्यहीबाट माथि अर्को बनाउनु छ। हजुर, हेर्नु यसकोबाट माथि अर्को बनाउनु अरू बसेर यत्रो घर बनाएका भनेदेखि त होइन सर। यसलाई आज उ दिनु पऱ्यो क्या, चास्नी दिनुपर्छ नयाँ घर है। त्यहीबाट यसमा पनि छैन यार रानी। कुनमा छ त नि? नयाँ हो क्या सर, यो सानो देखियो नि साइज होइन। यो भर्खर नयाँ लागुहरू हो क्या। यो घरमा नयाँ घरमा कतिको सजाउँछ नि यिनीहरू।
छाना अरे यस्तो हेर्न सर फेरि अर्को बनाउँदैछ नि यार यदि हो कि सर रानी एकदम यहाँ सल्ल हिँडिहाल्छ कि सर मौरी खाँदा मौरी खाँदा हिँड्ने रानी हेर्दैछौँ साथीहरू हामीले रानी भेटिएको छैन है घार फोर्ने पनि यसरी नै हो साथीहरू जुन नयाँ रानी हामीले क्या यहाँ रानीको सौदामा यति हाल्ने अनि अर्का त्यही राखेर पनि दुई आएर हुँदो रहेछ है हो रानीको छ भने रानीको भएकोलाई एउटा घरमा त्यो रानी नै भएकोलाई एउटा आधा यता गरिदिने आधा यता गरिदिने बाँकीमा चाहिँ खाली खाली राखिदिने 12वटा छ भने 6वटा यसमा तर एउटामा रानी भएको हुनु पर्यो एउटामा रानीको नयाँ रानीको खोज्नु पर्यो तपाईँले पुरानोमा रानी छोड्ने नयाँ घार जुनमा गर्दैछ त्यसमा रानी कोष भएको चाका राख्नु अस्ति अरू त्यही पोको पारेका अहिले यत्रो बनाएको नि सिजनमा त यिनीहरूले राम्रै बनाउलान् जस्तो छ रानी त भनेको हो कि सर घार फुटे यहाँ पनि छ कि रानी कोषले कि गोचन या छन् केही भाग एउटा रानो लिएर गोचन या दुईटा रानो भएपछि त घार फुट्छ दुईटा त्यो रानीको फोरमेनबाट होइन गन्धले गर्दाखेरि मरे रानी मर्दैन रानी नभएका व्यवहारिसीहरू हुन् त अहिले तपाईँको कुन हो सर यताको ल्याउनु त्यो नयाँ राख्नु भयो माथि त्यो हाल्नु त्यो त माथि च्यापियो सर एउटा पुगेन नि त एउटा कमी छ हजुरले देख्नुभयो क्या रानी यहाँ जानु समस्या हो नि त